घाँटी सुकेर थुक पनि आएको छैन राम्रोसँगले। हेलो वेलकम ब्याक टु माई च्यानल। सबैजनालाई मेरोबाट नमस्ते है। अनि फ्यापुलो पनि र आज भने चाहिँ फेरि पनि हामी माथि घुम्नु जाँदैछ है। गुम्पा रुममा बस्दा हामीलाई चाहिँ बोरिङ पुरा हुन्छ नि, त्यही भएर चाहिँ आज माथि गुम्पा एउटा गुम्पा कहाँनिर चाहिँ एक्ज्याक्ट लोकेसन हामीलाई याद छैन कि, तर अब हामी ड्राइभरहरूलाई सोधेर है माथि जाँदैछ। पानी पर्दैछ तर यहाँनिर अब हल्का हल्का। हामीले चाहिँ त्यहाँनिर ड्राइभर दाजुलाई सोधेँ होइन, माथि देख्नु पाउँछ अरे गाडी चाहिँ। थुक्पा त भएन, पुरा पर्दैछ। यो त इन्चे गुम्पा होइन? मलाई यादै छैन, हाम्रो गान्तोकतिर यस्तो पनि छ नि। फाइनली यहाँनिर आइपुग्यो। कहाँनिर भन्छ द प्यालेस मोनास्ट्री गान्तोकको है। म चाहिँ कहिले पनि आएको थिएन यहाँनिर होइन। दाजु चाहिँ साथी पनि छ अनि प्लस म रुममा त्यतिकै बसिरहेको थिएँ नि त, अन्त त्यही भएर चाहिँ आज साथी र म चाहिँ प्यालेस मोनास्ट्री आएको छु गान्तोकको यहाँनिर होइन। यहाँदेखि तल चाहिँ कहाँ पुग्छ फेरि? गान्तोकै पुग्छ होला नि है। बन्द गरिदिउँ न। यहाँदेखि त हामी ब्याड लक हेर्नुहोस् होला, कस्तो भुवा भएछ नि, फगी नभए यहाँदेखि नजारा। र अहिले चाहिँ भने हामी त्यहाँनिर एकछिन बसेर है फोटोहरू खिच्यो, फोटोसोटो खिचेर अहिले हामी उकालो जाँदैछ, मोनास्ट्री जाँदैछ है। यो उकालो चढ्नु कारणले गर्दा म एकदम रेस्टेड पिस हुन्छु ल। अब यहाँनिर त झन् मलाई कस्तो राम्रो मजाको लाग्यो। र हामी यहाँनिर आइपुग्यो। मलाई यहाँदेखि चाहिँ कस्तो मजाको भ्यू लागिरहेको छ है। अम्बो कत्रो ठुलो एरिया छ त यो त। यहाँनिर एकछिन फोटो खिच्छु। मलाई चाहिँ यसलाई के भन्छ, लुङताई भन्छ होइन? लुङताहरू देख्दा चाहिँ मलाई एकदमै कस्तो पिस लाग्छ क्या, मनलाई शान्ति। जति नै स्ट्रेस, जति नै अब प्रब्लमहरू भए पनि होइन, कस्तो एकदमै पिस फिल लाग्छ क्या माइन्डलाई है। माइन्डलाई भयो, मनलाई भयो, एकदमै शान्ति जस्तो लाग्छ मलाई चाहिँ। तपाईँहरूलाई कस्तो लाग्छ पनि है? चल 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 आगे चल न। मोटो प्यान ठुलो नि, यत्रो दिन यत्रो वर्ष चाहिँ हामी के गर्दै थियौँ नि? के पूजा लाउन आँटेको होला नि त। कस्तो मजाको, एकदमै मजाको नजारा छ, एकदमै ब्युटिफुल। मलाई चाहिँ पुरा मन पर्यो। हावा पनि कस्तो मजाको आउँदो रहेछ गाइस। डान्स प्र्याक्टिस हुँदै रहेछ लामाहरूका।
अब एक्ज्याक्ट चाहिँ के हो मलाई पनि याद छ त नाग होला नि अन्त है यस्तो जग्गाहरू घुम्नु नपाएर आज चाहिँ अलिक टाइम भएर हामी घुम्न अब यहाँदेखि चाहिँ राङ्का देख्दो रहेछ है तपाईँलाई पनि भ्यू राङ्का साइड देख्दो रहेछ नि त यो साइडबाट चाहिँ अहिले भर्खरै हाम्रो यहाँनिर चाहिँ कस्तो मजाको थियो है घाम लागिरहेको थियो सडनली फगी आएर चाहिँ गुम्पालाई एकदमै ढाकिदियो भर्खरै क्लियर थियो दिन घुमेर घुम्नु नसक्नु आम्मामा यहाँदेखि वेस्ट पोइन्ट देख्दो रहेछ नि त फेरि वेस्ट पोइन्टकै नाम लिया था वेस्ट पोइन्ट हाजिर हो गया हाम्रो रुम चाहिँ ऊ तल छ है हो कहाँ छ याद छैन र हाम्रो फोटोसोटो भइसक्यो यहाँतिर बसेर अघि आएको हामी होइन 3 बजीतिर आएको अहिले चाहिँ अब कति बजे नि मा अघि आएको हामी 3 बजीतिर अहिले चाहिँ हाम्रो 4:30 भयो 1 आवर भइसक्यो है हामी यहाँनिर आएको घुमेको फोटोसोटो खिचेको यहाँदेखि चाहिँ एकदमै अब जानु चाहिँ अब मन परेको छैन हामीलाई होइन यहाँदेखि कस्तो यस्तो राम्रो जग्गामा है पिसफुल जग्गामा बसिरहनु सबैलाई अभियसली मन परिहाल्छ है तर नि अब जानुपर्छ हामी होइन टाइम हुँदैछ लेट हुन्छ हामीलाई भरे पानी पनि पर्न सक्छ सिजन यस्तो छ अहिले वेदरको है र अब अलिकति यहाँ तलसम्म जान्छ के छ कसो छ है यहाँनिर यता साइडमा अन्त तपाईँहरू पनि गान्तोकमा बसिरहनु भएको छ भने चाहिँ नि यसो छुट्टीको बेला है जस्तो चाहिँ अब जो चाहिँ अब रुममा बसेर एकदमै बोरिङ फिल गर्नेहरू चाहिँ होइन यहाँनिर गान्तोक प्यालेसमा चाहिँ तपाईँ आउन सक्नुहुन्छ तल चिल्ड्रेन पार्कदेखि है गाडी भाडा त्यस्तो महँगो पनि छैन अलि पर हेड 30 रुपिस मात्रै हो होइन अन्त 30 रुपिसले चाहिँ हामीलाई यहाँनिर लिएर छोडिदिने रहेछ एकदमै माइ गॉड अनएक्सपेक्टेड के सी पिपलको रुखहरू पनि कस्तो मजाको कि यहीँ बसिरहँ जस्तो आफूलाई फिल आइरहेको छ यहाँ तल चाहिँ के छ कुनै ए सेक्रेटरी अफिसर रहेछ नि यहाँ तल चाहिँ जिस्केको पो त आइ त प्यालेसमा चाहिँ हामीलाई जानु दिएन किनभने चाहिँ त्यहाँ अहिले पस्नु दिएको छैन अरे नि त बाहिरको मान्छेहरूलाई अन्त चाहिँ गेटहरू सबै बन्द रहेछ त्यहाँभित्र चाहिँ प्लान्टहरू रहेछ स्नेक प्लान्टहरू रहेछ मनी प्लान्टहरू रहेछ पुरा रहेछ यहाँभित्र पछाडिको ब्याकग्राउन्ड यस्तो छ प्लान्टहरू
अन्त अब चाहिँ हामी फर्किन्छु है, किनकि अब साह्रै लेट पनि भयो, अघि आएको होइन हामी आउनु चाहिँ। अन्त अब हामी चाहिँ फर्किन्छ घर मिन्स अब रुम फर्किन्छ। रुम भन्दा पनि भोक पनि लागिरहेको छ, अब कतै कहीँ गएर है सो खाजासाजा खान्छ, खाजासाजा खाएर चाहिँ हामी फर्किन्छ रुमतिर। यहाँदेखि पनि दामी देख्दो रहेछ त। सो बाई, हामी चाहिँ निस्केको गुम्पादेखि। प्यालेस घुम्न पनि पाएन। तिमीमा एकछिन पर्खिन। फुटबल ग्राउन्डहरू पनि यहाँ कत्रो ठुलो रहेछ, घुमेर घुम्नु नसक्ने रहेछ एरिया पनि। कस्तो लाग्यो अन्त आजको दिन? दामी रहेछ प्यालेस गुम्पा। सच अ ब्लेस डे भनौँ डे। प्यालेस त तर हामी जानु पाएनौँ, किन भन्दा चाहिँ प्यालेस चाहिँ अहिले बन्द रहेछ है। त गयो नि हामीहरू, त्यहीमा चट्टिस छु होइन। हामी चाहिँ अब गेटदेखि निस्केको। भोक लागिरहेको छ, अब कहीँ गएर हामी है पेट पूजा पनि गर्नुपर्छ। भोक लाग्यो? के खाने? के खानुहुन्छ अन्त? अब कोल्ड कफी विथ आइसक्रिम। कहाँनिर जाने खानु है हामी? खानु कहाँ जाने? र गाइस, आजको लागि मेरो यो जो चाहिँ गुम्पामा आएको मेरो भिडियो यति नै हो है। मेरो भिडियोमा है कतै केही मिस्टेक हुँदैछ होइन, बनाउनुमा केही मिस्टेक हुँदैछ, बोल्नुमा केही मिस्टेक हुँदैछ भने मलाई भन्नुहोस् है। म नेक्स्ट टाइम अर्को भिडियोमा होइन अलिक राम्रो सुधार लिने गर्नेछु है। र होप तपाईँलाई मेरो भिडियो राम्रै लाग्छ होला। लागेन भने पनि यस्तो चाहिँ गर्नु नबिर्सिनुहोस्। बाई बाई बाई। गएर यताउता के खान्छ, तिर्खा पनि लागेर है घाँटी सुकेर थुक पनि आएको छैन राम्रोसँगले। So bye everyone.